प्लस टू क्लियर गरेर बसिराख्नु भएको भाइ बहिनीको लागि हाई गाइस, स्वागत छ हजुरलाई मेरो फर्स्ट छोटो मिठो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ भन्ने कामना गर्दछु। आज म यसरी किन आएँ त हजुरको सामु ब्लग लिएर? पक्कै पनि केही रिजन चाहिँ होला। रिजन के भने नि, यो मेनली जुन प्लस टू लेभल क्लियर गरेर बसिराख्नु भएको छ नि यो भाइ बहिनीको लागि, मेनली चाहिँ उहाँको लागि यति भन्छु कि हजुरलाई के कुरामा इजी लाग्छ, के गर्न सक्छु जस्तो लाग्छ, कुन सब्जेक्ट बेटर लाग्छ होइन, त्यो सब्जेक्ट मात्रै चुज गर्नु होला कि अरूको लैलैमा लागेर यो सब्जेक्ट उस सब्जेक्ट लग भनेर यसरी चुज गर्ने काम नगर्नु होला है। यो आफ्नो सब्जेक्टहरू आफ्नो फ्युचर बर्बाद पार्ने काम चाहिँ नगर्नु होला पटक्कै पनि। र अर्को कुरा, घर फ्यामिलीले यस्तो गर उस्तो गर, यो पढ ऊ पढ, हामीसँग पैसा छैन भनेर भन्छ नि, उहाँको परिस्थिति बुझ्ने हो तर आफूले जे गर्न सक्छु त्यो गर्ने हो क्या। पछि आफ्नो फ्युचर बर्बाद हुनुभन्दा बेलैमा सोचेको राम्रो होइन। अहिले आफूलाई यो कुरामा इन्ट्रेस्ट छैन, त्यो सब्जेक्ट लगेर अगाडि बढायो, पछि सक्सेस नभएपछि आफ्नो टाइम पनि वेस्ट, मनी पनि वेस्ट। त्यसैले जे गर्न मन छ, यो ब्याचलर लेभल भनेको अहिले अब त्यस्तो हो कि आफ्नो फ्युचर कतातिर लग्ने भन्ने कुरामा भर पर्छ क्या। त्यसैले कसैको कुरा नसुन्नु, आफूलाई जे कुरामा इन्ट्रेस्ट छ होइन त्यही कुरा मात्रै गर्नु होला। र यो अर्को कुरा छ नि, जुन यो एसएम ब्याकग्राउन्डबाट आउनुभएको छ नि भाइ बहिनी, मैले चाहिँ उहाँलाई म यति भन्छु कि आउट कन्ट्री जानु, आउट कन्ट्री गएर बिएसएम पढ्नु कि यहाँ नेपालमा बसेर पढ्छु भन्नुहुन्छ नि, हाम्रो अल्पाइन बिएसएम कलेज छँदैछ नि। के अरू कुरा बुझ्न चाहन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू गाइस, लभ यु अल एभ्री वान।